फ्रेन्ड्स, हजुरहरूलाई पनि घामदेखिबाट बाँच्न मन छ भने चाहिँ मेरो जस्तै यसरी दिमाग लगाउनुहोस् है। मैले चाहिँ यहाँ चुन्नी बेरेर चस्मा लगाएर एकछिन त नाटक देखाएँ, तर सकिनँ गाइस, किनकि मैले 2 मिनट लगाउने बित्तिकै खलखली भइसकेको थियो। अनि यता फेरि कपडा चेन्ज गरेँ। त्यसपछि यता चाहिँ हामी गुम्बा जान भनेर निस्केका छौँ। यो घाम यस्तो घाम थियो कि घामको लागि भनेर मैले चाहिँ यस्तो गाम्छा चुन्नी सबै बेरेँ, तर पनि भएन गाइस, किनकि यस्तो घाम कि एकैबाट यस्तो घाम लागेको छ गाइस। खेती कसरी गर्नु योपालि त म सोच्दा नै मेरो दिमागै खराब भइसकेको छ। अनि अहिले चाहिँ हामी अब अगाडिपट्टि गएका थियौँ गुम्बामा छिर्न भनेर, तर अगाडिको गेटबाट हामीलाई छिर्न दिएका थिएन। त्यही लागि हामी चाहिँ पछाडिबाट चोरी काम गर्दैछौँ। अब यता पछाडिबाट लुकी हामी चाहिँ जाँदै थियौँ। अनि उहाँ पुगेर गाइस हाम्रो घरमा स्ट्यान्ड हुँदा, मेरो स्ट्यान्ड हुँदा पनि मैले नलानको गल्तीले आज दुःख पाइँदैछ। हामी चाहिँ यहाँ विरक्ति भइसकेको थियौँ, क्यामेरा धरिदिने मान्छे पनि थिएनन्। अनि हामीले बनाउनु पर्ने, यता मेरो साथी तन्नु म दिदी भएर नै भिडियो बनाउनु पर्ने। अनि यता डान्स जसो तसो ढुङ्गामा गएर टेक्निक लगाएर गरेँ। अनि अहिले घरमा आएर चाहिँ फेरि यता बर्थडे पार्टी रहेछ, मलाई चाहिँ थाहा नै थिएन। अनि भाउजू बोलाउन आउनुभएको रहेछ। अनि फेरि गयौँ बर्थडे पार्टीमा। अनि यहाँ चाहिँ बर्थडे पार्टी अब हामी इन्जोय गर्दैछौँ र हजुरहरू पनि हेर्नु होला। अनि यहाँ सबैजना आइसक्नु भएको छ। अनि आजको भिडियो चाहिँ यति नै। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गरेर जनाउनु होला। थ्याङ्क यू फर वाचिङ गाइस, बाई बाई।